राजनीति 5 वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर विदाई गरिदिन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नै पार्टीका मन्त्री र सांसदहरूले आखिर किन दिनु पर्यो यस्तो कडा चेतावनी? सांसदहरूको अमर्यादित गतिविधि, मन्त्री र सांसद बीच बढ्दै गएको असमझदारीदेखि लिएर संसदमा हुने प्रस्तुतिसम्मका विषयमा रविले बुधबार मन्त्री र सांसद दुवैलाई सँगै राखेर कडा निर्देशन दिएका छन्। त्यसोभए बैठकमा रविले के भने? मन्त्री र सांसद बीच आखिर किन यस्तो असमझदारी बढिरहेको छ र रविले रमिता नदेखाउनुस् भन्दै किन सचेत गराए? आउनुहोस् विस्तृतमा बुझौं। सांसदहरूका गतिविधि अमर्यादित हुँदै गएको र मन्त्रीहरूसँग समेत असमझदारी बढ्न थालेपछि बुधबार राष्ट्रपा सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूलाई सँगै राखेर छलफल गरेका छन्। संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेकाले बुधबार सांसद र मन्त्रीहरूसँग सभापतिको तर्फबाट रवि लामिछानेले छलफल गरेका हुन्। संसदीय दलमा भएको बैठकमा उपस्थित सबै माझ रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूलाई आफ्नो कार्यशैली सुधार्नेदेखि संसदीय मर्यादा कायम राख्ने सम्मका विषयमा निर्देशन दिएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार मन्त्रीहरूको कामप्रति सांसदहरूले नै प्रश्न उठाउने अवस्था सिर्जना भएको भन्दै रविले अब कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन्। तर उनले कार्यशैली परिवर्तन गर्ने भए पनि तत्काल मन्त्री नबदल्ने आश्वासन दिएका छन्। राष्ट्रपाकै मन्त्रीहरूले सांसदहरूको कुरा नसुनेको भन्दै संसदमै असमझदारी सिर्जना भइरहेको विषय पनि बैठकमा उठेको थियो। मन्त्री र सांसदहरू बीच सवाल जवाफ हुने अवस्था समेत देखिन थालेपछि रविले यस विषयमा पनि गम्भीर चासो व्यक्त गरेका छन्। बैठकमा यही विषय उठेपछि सभापति लामिछानेले मन्त्रीहरूलाई लेखिने प्रश्नको बोधार्थ आफूलाई पनि दिन निर्देशन दिएका छन्। अर्थात् सांसदहरूले मन्त्रीसँग उठाउने प्रश्न र विषयबारे पार्टी नेतृत्व पनि जानकारीमा रहनुपर्ने रविको निर्देशन छ। रविले सरकार जति शक्तिशाली छ त्यति नै इतिहासमै सबै प्रतिपक्षीहरू एक ठाउँमा उभिएको अवस्थालाई पनि ध्यान दिनुपर्ने बताएका छन्। त्यसैगरी उनले सांसदहरूको आचरण र संसदीय मर्यादामाथि पनि प्रश्न उठाएका छन्। सदनमा उपस्थित हुनेदेखि लिएर बोल्ने शैलीसम्मका विषयमा उनले सांसदहरूलाई सचेत गराएका छन्। सांसदहरूले मर्यादाहीन ढंगले बोल्ने, संसदको बैठक नै बङ्क गरेर हिँड्ने लगायतका गतिविधि गर्न थालेको तर्फ इङ्गित गर्दै रविले उनीहरूलाई आफ्नो आचरण सुधार्न निर्देशन दिएका छन्। उनले अमर्यादित गतिविधि गरेर रमिता न। तपाईँ आजको समाचार हेर्दै हुनुहुन्छ। यस्तै देश विदेशका महत्त्वपूर्ण समाचारको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। भिडियो मन परे लाइक गर्नुहोस् र आफ्नो विचार कमेन्ट मार्फत अवश्य दिनुहोस्। धन्यवाद। नमस्कार।